रिपोर्ट के आयो त नि भनेर सोद्धाखेरि धेरैजनाले ओहो मलाई त थाइरोइड भएको रहेछ भनेर भन्नुहुन्छ। थाइरोइड हर्मोन बढ्नु अथवा घट्नु अथवा थाइरोइड सम्बन्धी अरू समस्या आउनुलाई हामीले सामान्यतया थाइरोइड भएछ भनेर भन्छौँ। अझै नेपालमा धेरै डाक्टरहरूले पनि यो हामीले खाने नुन जसमा आयोडिन मिसाइएको छ, आयोडिन फोर्टिफाई गरिएको छ, त्यसको कारणले चाहिँ यो थाइरोइडको समस्या बढेको हुन सक्ने भनेर भनिरहनु भएको छ। बच्चाहरूमा अथवा प्रेग्नेन्ट वुमेनहरूमा अथवा महिलाहरूमा भएका अध्ययनहरूले चाहिँ उनीहरूको पिसाबमा यो आयोडिनको मात्रा जति हुनुपर्ने त्योभन्दा धेरै भएर देखाएको छ विभिन्न ठाउँहरूका अध्ययनहरूले। त्यस्तो हो र पहिलेदेखि नै आयोडिन युक्त नुन त खानै पर्छ भन्ने कुरा छ त, स्वास्थ्य कर्मीहरूले पनि त्यही भन्छन् त, त्यही भन्थे त भनेर भन्नुहोला। हो, आयोडिन हाम्रो शरीरको लागि धेरै महत्त्वपूर्ण छ, तर नेपालमा चाहिँ नेपाल सल्ट ट्रेडिङ कर्पोरेसनले हरेक 1 ग्राम नुनमा 50 माइक्रोग्राम चाहिँ आयोडिन थप्छ। विश्व स्वास्थ्य संगठनले 15 देखि 40 ppm थप्नु भनेर भनेको छ। नेपालले 50 थप्छ, अमेरिकामा 45 थपिन्छ भने इन्डियामा 40 थपिँदो रहेछ। किन नेपालमा अन्तभन्दा धेरै हालियो त भन्दाखेरि सल्टमा आयोडिन हाल्ने प्रोग्राम त धेरै दशकौं अगाडि सुरु भएको 1965 मा। त्यतिखेर चाहिँ नेपालमा सबै ठाउँमा बाटो पुगेको थिएन। नुन हरेक व्यक्तिले खाने भए पनि त्यो ओसार पसार गर्ने क्रममा धेरै नै ढिला पुग्थ्यो मान्छेको घर घरमा नुन, हैन, पसलमा नुन समय लाग्थ्यो भनौँ न, बाटो नपुगेको भएर, यातायातको समस्या भएको भएर। त्यो कारणले जति हालिन्छ प्रोडक्सन गर्दाखेरि, नुन बनाउँदाखेरि त्यतिखेर चाहिँ धेरै भए पनि मान्छेले खाँदासम्म त्यो अलिअलि लस भएर कम भइसक्छ, त्यसैले सुरुमा चाहिँ बढी नै हाल्नुपर्छ भन्ने हिसाबले हालेको थियो। तर अहिले यातायात धेरै ठाउँमा पुगेको छ, त्यसैले लस त्यति हुँदैन। स्पेसली हामी एयर टाइट कन्टेनरमा बट्टा बन्द गरेर राख्यौँ भने आयोडिनको लस कमै हुन्छ। त्यो कारणले हामीले पहिलो त नुन पनि धेरै खान्छौँ। WHO ले सिफारिस गरे भन्दा हामीले डबल नुन खान्छौँ भनेर नेपालका अध्ययनहरूले देखाएका छन्। र अलरेडी नुनमा आयोडिन धेरै छ, त्यसमाथि नुन पनि धेरै खाएपछि त हाम्रो आयोडिनको मात्रा धेरै नै हुने भयो। र आयोडिन धेरै भयो भने थाइरोइड फङ्सनमा समस्या आउने, कम हुने, कहिले बढी हुने धेरै खालका समस्या देखिँदो रहेछन्। त्यसैले अब नेपाल गभर्मेन्टले चाहिँ अब आउने यही सालको मेबाट चाहिँ राम्रै अनुसन्धान गर्ने देशभरि, त्यसपछि चाहिँ आयोडिनको मात्रा घटाउने भनेर भनेको छ। नुनमा अहिले 50 हालेको छ भने अझ अध्ययनले के देखाउँछ, कति जति घटाउने हो हिसाब गरेर चाहिँ घटाउँछौँ भनेर भनेको छ। अनफर्चुनेटली अब युएसएडहरू नेपालमा बन्द भइसकेको छ। अब युएसएडकै फन्डिङमा यो रिसर्च हुनेवाला थियो, अब हुन्छ कि हुँदैन त्यो त थाहा छैन। तर अहिले नेपालीहरूलाई गाह्रो के छ भने आयोडिनयुक्त नुन नखाउँ भने आयोडिनको अरू स्रोत छैन, हैन, अब के चाहिँ सप्लिमेन्ट खानु पर्यो, त्यो पनि एउटा अप्सन हो। र आयोडिनयुक्त नुन खाउँ भने आयोडिनको मात्रा धेरै छ, सो त्यो अलिकति स्ट्रगल चाहिँ छ। जेनरली हामीले नुन त्यसै पनि डबल जस्तो खाइरहेछ। नुनको मात्रा हामीले जति खानुपर्ने हो त्यति खायौँ भने पनि यो आयोडिन यो एक्सेस भएको चाहिँ घट्न सक्छ जस्तो मलाई लाग्छ। र आफूले व्यक्तिगत स्तरमा के गर्ने हो भनेर चाहिँ आफ्नै डक्टरलाई चाहिँ यहाँहरूले सोध्नु होला। तपाईँहरूको रिपोर्ट हेरेर उहाँहरूले तपाईँहरूले राम्रो, तपाईँहरू सुहाउँदो, आफ्नो स्वास्थ्य सुहाउँदो चाहिँ रेकमेन्डेसन दिन सक्नुहुन्छ। तर आयोडिन युक्त नुन खानै पर्छ, तर आयोडिन अलिकति नुनमा बढी भइरहेको छ, त्यसलाई म्यानेजमेन्ट गर्ने काम चाहिँ नेपाल सरकारको नै हो। अलिकति फोर्टिफिकेसनको मात्रा चाहिँ घटाउनु पर्नेछ।